नमस्कार, म नवराज ढकाल, यो च्वास्स झोल मोमोको फाउन्डर। नमस्ते, म निश्चल ढकाल, यो चस्स झोल मोमो उद्योगको ओनर हुँ। यहाँ धेरै सोसियल मिडियामा क्वेसनहरू आएको हुनाले जिज्ञासाहरू जस्तो झोल मोमो खोल्न चाहने कुनै पनि व्यक्तिले गरेको जुन जिज्ञासाहरू छ त्यो जिज्ञासालाई मेटाउनको लागि हामी एउटा छोटो भिडियो बनाउँदैछौँ। सबभन्दा पहिला म यो कम्पनीको छोटो परिचय गराउन चाहन्छु। यो कम्पनी चाहिँ 2015मा नेपालबाट सुरु भएको हो र अहिले यो कम्पनीका फ्रेन्चाइजहरू 40 भन्दा बढी छन्। देशदेखि विदेशसम्म छन्। नेपालभित्र 40 प्लस छ भने विदेशमा नेपालभन्दा बाहिर एउटा छ। यो चाहिँ दुबईको अजमान सिटीमा हाम्रो विष्णु अधिकारीले यसलाई रिसर्चको रूपमा अहिले प्र्याक्टिस गरिराख्नु भएको छ। अफिसियल लन्च हुन बाँकी नै छ त्यहाँ र कस्टमरको फिडब्याक धेरै नै राम्रो छ। मलाई सबै ठिक छ, यहाँको चाहिँ ठिक छ हैन। मैले धेरैचोटि मेरो रेगुलर हो यहाँ, अनि समयसँग चस्सले यहाँको चस्सले चाहिँ राम्रो मार्केट लिएको छ, लिन नि पर्छ, राम्रो छ एकदम बेस्ट। यो कम्पनीको जुन च्वास्स झोल मोमो जसले उपभोग गर्नुभएको छ उहाँहरू एकदमै खुसी हुनुहुन्छ। त्यस कारणले पनि हामीलाई हौसला मिलेको छ र आज चाहिँ हामी एउटा छोटो भिडियो त्यो सन्दर्भमा बनाउन खोज्दैछौँ जुन चाहिँ च्वास्स झोल मोमोको फ्रेन्चाइज खोल्न चाहनुहुन्छ र उहाँहरूले हाम्रो सोसियल मिडियामा कुन कुन प्रश्नहरू राख्नु भएको छ, सोध्नु भएको छ, त्यो चाहिँ हाम्रो ओनरबाट म बुझ्न चाहन्छु। हामीले चाहिँ सानो सर्वे गरेका थियौँ, हाम्रो आइटीको स्टाफ, म आफै पनि र हाम्रो एकाउन्टमा भएको जति पनि वार्षिकहरू लाइक फ्रेन्चाइजहरूमा जति पनि अप एन्ड डाउन्स फ्लक्चुएटहरू भइराखेको छ। त्यो सर्वे गर्दाखेरि चाहिँ प्रश्नहरू धेरै आयो अनि मान्छेहरूको जिज्ञासा पनि धेरै नै छ। त्यसको लागि चाहिँ फ्रेन्चाइज लिन के गर्नुपर्छ त भन्ने प्रश्नहरू चाहिँ धेरै नै मान्छेबाट आयो। त्यसको लागि चाहिँ भनिदिनु पऱ्यो तपाईँ। फ्रेन्चाइज लिनको लागि सबभन्दा पहिला भने लोकेसन नै हो। लोकेसन राम्रो भयो भनेदेखि व्यापार पनि राम्रो हुन्छ र लोकेसन हेर्दाखेरि ध्यान दिनुपर्ने कुरा के छ भने कुनै पनि पहिला खोलिएको च्वास्स झोल मोमोको फ्रेन्चाइजभन्दा 1 देखि 2 किलोमिटरको दूरीमा हुनु पर्यो। जस्तो रिङ रोडभित्र भए 1 किलोमिटरको दूरीमा पनि हामी फ्रेन्चाइज दिन सक्छौँ। रिङ रोड बाहिर जस्तो अलि पातलो खालको बस्ती जहाँ छ त्यहाँ चाहिँ हामीले 2 किलोमिटरको दूरी हुनुपर्छ। त्यो चाहिँ सबभन्दा पहिलो कुरो भयो। अब त्यो त भयो। अब अझ अर्को जिज्ञासा चाहिँ के छ मान्छेहरूबाट भन्दाखेरि चाहिँ यसको लाइक अब यो हामीले च्वास्स झोल मोमो सुरुमा स्थापना गर्दाखेरि चाहिँ लगानी चाहिँ कतिसम्म लाग्छ, कतिदेखि कति लाग्छ, कुन कुन ठाउँमा कस्तो हो भन्ने जिज्ञासा धेरै कन्फ्युजनहरू चाहिँ धेरै आइरहेको छ। त्यसको पनि अब छुट्टी ठिक छ। त्यो लगानीको सन्दर्भमा के छ भन्दा यदि हाम्रो कमर्सियल बिल्डिङ छ भने लगानी धेरै लाग्दैन। कमर्सियल बिल्डिङमा अलरेडी त्यसको फल सिलिङ, फ्लोरिङ राम्रो क्लियर भएको हुन्छ, त्यस कारणले धेरै खर्च आउँदैन। यदि बिल्डिङ चाहिँ अस्थायी संरचना यदि छ भनेदेखि त्यहाँ चाहिँ खर्च अलि बढी आउँछ। जे होस् मोटामोटी 15 देखि 20 लाख रुपियाँ हामीले लगानी गऱ्यौँ भनेदेखि त्यसमा हामी पसल सेटअप गर्न सक्छौँ, एउटा च्वास्स झोल मोमोको फ्रेन्चाइज सेटअप गर्न सक्छौँ र 15 देखि 20 लाख जुन लगानी हुन्छ त्यसमा चाहिँ सम्पूर्ण चिज सेटअप गर्ने हो हामीले। त्यसमा चाहिने डेकोरेसन, डिजाइन, कलर, त्यसमा एउटा मोमो पसलमा चाहिने भाँडाकुँडा, सिसी क्यामेरा अनि सफ्टवेयर, कम्प्युटरदेखि सम्पूर्ण चिज, त्यसको फर्निचर लगायत सम्पूर्ण चिज चाहिँ हामीले सेटअप गर्छौँ। र अर्को जिज्ञासा पनि धेरैलाई त्यो चाहिँ धेरै नै इम्पोर्टेन्ट भनौँ, मान्छेहरूले लगानी गरे, मान्छेहरूले फ्रेन्चाइज खोल्यो, तर फ्रेन्चाइज सञ्चालकलाई कति % फाइदा हुन्छ भन्ने जिज्ञासा पनि धेरै आएको छ। त्यसको जवाब डेफिनेटली, किनभने लगानी गरिसकेपछि नाफा सबैलाई चाहिन्छ। तपाईँको हामीले 40% मार्जिन दिएको हुन्छ। हामीले उत्पादन गरेको सामानमा 40% मार्जिनबाट तपाईँले घर भाडा तिर्ने, स्टाफ स्यालेरी दिने, तपाईँको मसलन्द खर्च गर्ने र अनि तपाईँले नाफा कमाउने त्यही 40% जुन हामीले मार्जिन दिन्छौँ त्यसबाट हुन्छ। र यदि तपाईँको सेल्स एकदम राम्रो भोलममा धेरै छ भनेदेखि तपाईँको इन्कम पनि धेरै हुने भयो। सेल्स यदि तपाईँको साह्रै नै कम छ भनेदेखि इन्कम पनि कम हुने भयो। र अहिलेसम्मको रिसर्चमा चाहिँ के हामीले यो एनालाइसिस गरेका छौँ भनेदेखि हाम्रो डाटामा के आएको छ भन्दाखेरि कतिपयले 6 महिनामै आफ्नो लगानी उठाउनु भएको छ। जुन 20 लाख रुपियाँ लगानी गर्नुभयो कतिपयले 6 महिनामै उठाउनु भएको छ भने कतिपयले 2 वर्ष लगाउनु भएको छ त्यही लगानी उठाउनको लागि। र यो चाहिँ कारण के हो भन्दाखेरि लोकेसन
लोकेसन सही भयो भने व्यापार राम्रो हुन्छ, व्यापार राम्रो भयो भने अनि फाइदा पनि अलि राम्रै हुन्छ। अब हाम्रो अर्को जिज्ञासातिर जाउँ, जुन मान्छेहरूले चाहिँ सोधिरहेको हुन्छन्, यो फ्रेन्चाइज भ्याली बाहिर वा देश बाहिर सञ्चालक गर्नलाई चाहिँ के शर्तहरू चाहिँ छन्? त्यो जिज्ञासा धेरै नै छ, त्यो पनि एउटा क्लियर गरिदिनु पऱ्यो। अब भ्यालीभित्र गर्नको लागि मैले अहिलेसम्म भनिहालेँ र भ्याली बाहिर पनि जुन दूरी छ त्यो 1 देखि 2 किलोमिटरकै दूरीमा हुनु पर्यो। र भ्याली बाहिर एउटा एडिसनल चिज के हुन्छ भन्दाखेरि भ्यालीभित्रकोले चाहिँ हाम्रो सेन्टर किचनको दक्ष जनशक्ति नलिकन आफूले गर्न नि पाइयो, किनभने हामीले डाइरेक्ट उहाँलाई हाम्रो उत्पादन सप्लाई गर्छौँ। र भ्याली बाहिर चाहिँ हामीले उत्पादन सप्लाई गर्न नमिल्ने, किमा मासुजन्य पदार्थ धेरै टाढा पठाउन नसक्ने हुनाले हामीले दक्ष जनशक्ति त्यहाँ पठाउँछौँ, जुन चाहिँ यहाँको जुन स्वाद छ त्यही स्वादमा हाम्रो जनशक्तिले त्यहाँ उत्पादन गरिदिन्छ। र अरू टर्म एन्ड कन्डिसन एउटै नै हो, लागत एउटै नै हो, सबै एउटै हो। र अर्को देश बाहिरको सम्बन्धमा चाहिँ देश बाहिर चाहिँ तपाईँले त्यो देशमा पहिला तपाईँको फर्म जुन हो त्यो दर्ता गर्नु पर्यो। त्यो दर्ता गरिसकेपछि हामीले त्यहाँ ट्रेडमार्क दर्ता गरेको देशमा तपाईँले हाम्रो ट्रेडमार्क युज गरेर तपाईँले त्यहाँ व्यवसाय गर्न सक्नुहुन्छ। त्यसको लागि पनि तपाईँले नेपालबाट दक्ष जनशक्ति एकजना चाहिँ कम्तीमा यो जसले किमा बनाउनुपर्छ, हाम्रो रेसिपी जसले चलाउँछ हो, त्यो ट्रेन स्टाफ चाहिँ तपाईँले हायर गर्नुपर्ने हुन्छ नेपालबाट। त्यो जस्तो हामीले दुबईमा पनि एकजना स्टाफ पठाएका छौँ, यहीँबाट ट्रेन स्टाफ पठाएका छौँ, त्यस्तै टाइपको चाहिँ हाम्रो सम्झौतामा छ। ठिक छ, अब आजलाई थोरै जिज्ञासा त भयो, तर यतिले पुग्दैन। हजुरहरूलाई अझै तपाईँहरूको प्रश्न र हाम्रो उत्तर अझै चाहिन्छ भने चाहिँ हाम्रो अफिसमा आउनु होला। अफिसको लोकेसन चाहिँ हाम्रो शिवचोक, बौद्धबाट शिवचोक आउनु होला। शिवचोकबाट अलिकति अगाडि ग्रिन सिटी पुग्नुभन्दा बिचमा ठ्याक्कै एउटा लाइट बेकरीको अपोजिट साइडमा कमर्सियल बिल्डिङ छ, त्यसको टप फ्लोरमा चाहिँ हाम्रो अफिस छ। त्यहाँनिर एभ्री टाइम स्टाफ र हाम्रो सबै डिपार्टमेन्टमा बस्ने सबै मान्छे एभाइलेबल हुन्छ। हजुरहरूले एनी जिज्ञासा, कुनै प्रश्नहरू, कुनै कन्फ्युजनहरू, कुनै पनि चिजहरू तपाईँले आएर त्यहाँनिर फेस टु फेस टक गरेर अथवा मिटिङ गरेर सेटअप गर्नु सक्नुहुन्छ त्यहाँनिर।